स्वीकार्नुहोस्, आफ्नो असक्षमतालाई स्वीकार्नुहोस्। मुलुक जर्जर अवस्थामा पुगिसकेको छ। जति तपाईँहरूले पछिल्लो समय प्रशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याउनु भयो, अब थप जोडबल गर्नुहोस्। योभन्दा गए गुज्रेको परिक्रमणको सम्भावना छ। अपदस्थताको पराकाष्ठा यसभन्दा पर नसोच्नुहोस्। निर्वाचनमा मुलुकलाई सहज बनाउनुहोस्, चलखेल नगर्नुहोस्, हात लम्काउने चम्काउने नगर्नुहोस्। मुलुकलाई निर्वाचनमा लिएर जानुहोस्। निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्नेछ। त्यो अभिमत मार्फत हामीले नयाँ इतिहास कोर्नु छ। एकैपल्ट त्यो इतिहासलाई यहाँले सक्नुहुन्छ भने योगदान दिनुहोस्, सक्नुहुन्न भने बिथोल्ने कोसिस नगर्नु। किनकि मुलुक अब कुनै पनि किसिमको अप्ठ्यारो परिस्थितिबाट होइन, सहज परिस्थितिबाट अगाडि बढ्न चाहन्छ। हामी एउटा आरोप होइन, कयौँ आरोपहरूमा लडिरहेका छौँ। कतिपयले लोकप्रियतावादी पपुलिस्टहरू मिले यिनीहरूमा चाहिँ राजनैतिक परिपक्वता छैन भनेको पनि सुन्नु परेको छ। हामीलाई गाली गर्न पाउँदा आफ्नैदेखि खुसी हुनेहरू तथा नाम गाली पनि गरिरहेका छन्। म उहाँहरूलाई खुसी हुन अनुरोध गर्न चाहन्छु। हामीलाई, हाम्रो पार्टीलाई, मलाई, मेरा नेताहरूलाई गाली गर्दा हुनुहुन्छ भने तपाईँ फिर्त भइरहनुहोस्। हामी केही गालीको चाङमा टेकेर देशको समृद्धिको सपना पुरा गर्दै चाहन्छौँ। अब हामी फरक जिम्मेवारीमा छौँ। जसरी नयाँ साथीहरू हामी जोडिएका छौँ, हामी जोडिएका साथीहरू अब मुलुकको भविष्यको जिम्मेवारी लिनुपर्ने भएको हुनाले हामीले अब पुराना दलहरूलाई अथवा पुराना दलका कार्यकर्ता नेताहरूलाई कटाक्ष गर्न बन्द गरिदिनुपर्छ। हामीले त अब नयाँ नेपालको नक्सा कोर्ने हो, अब समृद्धिको बाटो पहिल्याउने हो, अब एउटा हामीले कल्पना गरेको समाजको चित्र कोर्ने हो। हामी उतातिर देश पर्नुपर्छ। हामीले अब कटाक्ष गर्ने अथवा हामी शक्तिशाली भयौँ भनेर अपदस्थ भएका मानिसहरूलाई मान मरण गर्ने कामबाट हामीहरू बाहिर निस्किनुपर्छ। र राष्ट्रबाट सम्पूर्ण जति पनि पुराना राजनीतिक दलका नेताहरू हुनुहुन्छ जसले यदि मुलुकको चिन्ता गरेर यिनको हातमा देश जाँदाखेरि मुलुक केही सङ्कटमै पर्नेको हो कि भन्ने चिन्ता गर्नुभएको छ, म उहाँलाई स्पष्ट पार्न चाहन्छु, चिन्ता नगर्नुहोस्। तपाईँले चिन्ता गर्नु पर्दैन। नयाँ पुस्ता सक्षम छ, सबल छ। यो देशलाई एउटा उचाइमा लिएर जान सक्ने क्षमतावान पुस्ता हामीले लिएर आएका छौँ। संसदलाई तपाईँहरूले उस्तै गरी एउटा बजेट भाषण बाहेक अरू हेर्न नसक्ने फलोको रूपमा बनाउनु भएको थियो। तर संसदका हरेक सेसनलाई नेपाली नागरिकले, युवा पुस्ताले आँखा झुमिक्क नपाइकन हेर्ने बनाउने राष्ट्रता हो। चिन्ता गर्नुहोस्। हामी समाजमा बिग्रिएको अर्थतन्त्रलाई हामी उकास्छौँ, बिग्रिएको वैदेशिक सम्बन्धलाई हामी उकास्छौँ, गिरेको राष्ट्रिय मनोबललाई हामी उकास्छौँ। युवाहरूमा त्यो ताकत छ, त्यो शक्ति छ, हामी उकास्छौँ। हामी सक्षम छौँ, राजनीतिक रूपमा परिपक्व हुन्छौँ, हुँदैछौँ, गर्दैछौँ। तर त्यो राजनीति पनि के राजनीति जसले देशलाई हरितन्न बनाएर छोड्यो, देशका नागरिकलाई देश छोडेर जाने बनायो, लालापाला छोडेर जानुपर्ने बनायो, सम्भावना भएको देशलाई सम्भावनाहीन बनाएर छोड्यो। हामी त्यहाँबाट उठाएर एउटा गन्तव्यमा मुलुकलाई लिएर जान सक्षम छौँ। तपाईँहरूले पपुलिस्ट भने पनि तपाईँहरूको विश्लेषणभित्र हामी हेरामा परे तापनि हामीलाई थाहा छ, हामीले बुझेका छौँ। र यो जोडिने क्रममा जसरी हामी नयाँ साथीहरू जोडिएका छौँ, ती साथीहरू अब्बल साथीहरू हुन्छ, युवा साथीहरू हुन्छ। यो पुस्तासँग आफ्नो मुलुकलाई नयाँ गन्तव्यमा लिएर जान सक्ने अथाह क्षमता छ। त्यस कारणले म नेतृत्व गर्नको लागि म अनुरोध गर्न चाहन्छु। विभिन्न षड्यन्त्र गरेर चुनाव भाइले घटनाहरू घटाइदियो भने चुनाव सर्छ कि क्या हो भन्ने काम नगर्नु हो। चुनाव नै चुनावबाट नै निकास दिनु। र जति पनि पुराना राजनीतिक दलहरूलाई माया गर्ने साथीहरूलाई म यहीबाट बताउन चाहन्छु कि तपाईँले माया गरेको